वेलकम टु माई फर्स्ट भ्लग है। मैले फर्स्ट टाइम भ्लग गर्दैछु यहाँ मेरो साथीको अब हामी चाहिँ कहाँ जान आँटेको अहिले दानाबारीतिर हुन्छ होला। हामी एकैचोटि वहीँ गएर भेटौँ है त। सो हामी चाहिँ खुजुनाबारी चोक पनि गरिसक्यौँ र हामी यता सुखानी भन्ने ठाउँको छेउछाउमा आइपुग्यौँ है। अनि अब हामी त्यहाँ बस्छौँ होला एकछिन, खाजासाजा खान्छौँ, रेस्ट गर्छौँ। त्यहाँनिर स्टेपहरू छ, सिडीहरू, हामी त्यहाँनिर गएर सिडीहरू झार्छौँ। र यहाँदेखि चाहिँ अब सानो डाउन हिल पनि छ र अलिकति माथि सानो अप हिल पनि छ। स्टे ट्युन है त गाइज, बाई बाई। माथि पुगेर एकैचोटि भेटौँ है त, बाई बाई। सो अलराइट गाइज, हामी चाहिँ सुखानी भन्ने ठाउँमा आइपुगिसक्यौँ। ट्याक्क हामी यहाँको भर्खर रोजल यहाँ छ। रोजल चाहिँ आज छिटो आयो, रोजल छिटो आएर उकालोमा खतरा पेली आयो र हामी चाहिँ स्विङ खेल्दैछौँ। स्विङ रोटी गेम गर्नु यहाँ ट्याक्क आन्टी रोजल म चाहिँ यहाँ छौँ। अब एकछिन हामी यहाँ रेस्ट गर्छौँ अनि स्टेयर्सहरू झार्छौँ। स्टे ट्युन है त गाइज, बाई बाई। सो गाइज, यो सिडी चाहिँ कसैले पनि झार्न सकेन। मैले चाहिँ दुईचोटि भयो झारिदिएको। रोजलले सकेको छैन, देख्न सक्नुहुन्छ ट्याक्क रोजलमा छ। अङ्कल पनि त्यहाँ हुन्छ। अङ्कलको चाहिँ एकचोटि मिठो क्रास भयो, साइकलमा छ। र म फेरि एकचोटि हामी नाडेछु, हेर्दै गर्नु होला। रोजल जान रहेछ, जान्छ होला सायद रोजलले। रोजलको चाहिँ यो फर्स्ट राइड यो सिडी। मैले चाहिँ दुईचोटि झारिदिइसकेँ त, फेरि झार्दैछु म चाहिँ। सो देखिहाल्नु भयो, मैले चाहिँ स्टेप झार्दै, मैले चाहिँ स्टेप 4 चोटि झारिसकेँ। यो चाहिँ भिडियो गरेको यो चोटिमा, योभन्दा अलिकतिमा चाहिँ भिडियो गरेको थिएन। क्यामेराम्यान चाहिँ यता छ, हेलो क्यामेराम्यान। सो अलराइट गाइज, हामी चाहिँ स्टेप राइड जान आँटेछौँ। रोजल चाहिँ उहाँ माथि पुगि पनि सकेको थियो र यहाँबाट हाम्रो एउटा आन्टी आउनुभयो र सिडी धार्नु पाउँदैन यहाँनिर, सरकारी जग्गा हो भन्नुभयो। र अब हामी चाहिँ उहाँको कुरा मान्नुपर्छ होइन। रोजल चाहिँ उहाँ पुगिसकेको छ र हामी चाहिँ स्यान्डविच भएर हाम्रो लागि चाहिँ हाम्रो स्टेज हान्नु पाएनन्। उहाँदेखि हामी स्टेज हान्नुको लागि आएको थियौँ, पाइनँ। अब के भन्नु त्यही हो। स्टे ट्युन, अब एकैचोटि भएर भेट्यौँ है त। सो गाइस, देखिहाल्नु भयो होला, हामीले चाहिँ स्टेज राइड्सहरू हान्नु पाइनौँ। किन भन्दा यहाँको एउटा आन्टी त्यो चाहिँ हामीलाई स्टोर राइड्सहरू हान्न दिनु भएन। ट्याक्क आन्टी चाहिँ त्यहाँ हुनुहुन्थ्यो, उयो पुलबाट जाँदै हुनुहुन्थ्यो रहेछ। यो चाहिँ इलाम जिल्ला, यसलाई चाहिँ सुखानीको शहीद गेट भन्दो रहेछ। हामी चाहिँ यहाँ पहिला पनि 2-3 चोटि आएको थियौँ, स्टेयर्सहरू हानेको थियौँ र योपालि चाहिँ हान्नु पाइनौँ। हामीले बिर्ताउँदाखेरि स्टेयर राइड्सहरू हान्नुको लागि हामी यहाँसम्म आएको थियौँ। हामी चाहिँ स्टेयर राइड्सहरू हान्नु पाइनौँ र 1-2वटा स्टन्ट सोहरू हुन्छ अब उसको र मेरो। स्टे ट्युन है त, भेट्नुपर्छ, बाई बाई। सो म चाहिँ अब सर्कल यहाँ आँटेको, एज यु क्यान सी है त, है त। ट्याक्क पारामा 2 राउन्ड भयो। 5 राउन्ड चाहिँ हान्ने भनेको झऱ्यो। सो गाइस, हामी चाहिँ ट्याक्क लाँदा खाजासाजा खान आएछौँ पसलमा। यो खुजुनाबारी चोकको के भन्छ, कृष्ण खाजाघर भन्ने ठाउँमा सबैजना आइदिनु होला, खाजासाजा खाइदिनु होला। हामी चाहिँ भर्खर आएको यहाँनिर खाजा खान। रोजलले चाहिँ के लिएर गयो खाजा खानुको लागि। हाम्रो साइकलहरू यहाँ छ, मेरो चाहिँ ट्याक्क त्यहाँ छ। ल एकचोटि खाजा खाएर भेट्यौँ है त, बाई बाई। सो अलराइट साथीहरू, हामीले चाहिँ खाजासाजा खाएर अब निक्लिनु पर्ने हुन्छ। रोजल यहाँ छ। हामीले के खाजा खायौँ भनिदेऊ त, हामीले के खाजा खायौँ? हामी चाहिँ चिया दुध अनि चना खायौँ। अब हामी चाहिँ निस्किन लागेको, निस्किनु पर्ने हुन्छ। ओभर घाम लागेको छ फेरि आज, खतरा घाम लागेको छ। यो चाहिँ खुजुनाबारीको चोक, यसलाई के भन्छ? खुजुनाबारी चोक। ल अब चाहिँ हामी